प्रकाश सपुतको के कुरा गर्नु, उसले त अब प्रधानमन्त्रीको त्यत्रो प्रशंसा गरेर आइहाल्यो होइन। त प्रकाश सपुत मात्रै होइन कि अरू पनि कति कलाकारहरू छन् होइन, यस्तो प्रोग्राम जान्छन् नि राष्ट्रपति अनि प्रधानमन्त्रीहरूको। ओहो, उनीहरूको प्रशंसा गरेर सक्दैनन् कि, जबकि देश लुटेर यस्तै डुबाएको छ, युवाहरू नेपालमा बस्न नसक्ने भएका छन् है। अब के कुरा गर्ने कि, त्यही भएर मान्छे मैले भन्छु कि मलाई यस्तो लाग्छ कि युवा आऊ देश बचाऊ, यो पनि मलाई ठिक लाग्दैन। गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र त्यस्तै पनि केही हुनेवाला छैन। सबभन्दा पहिला हामीले हाम्रो सोच बदल्नुपर्छ कि, यो सोच हाम्रो छ नि, जुन हामी ठुलाबडाको चक्कडी गर्दै हिँड्ने हाम्रो नेपाली परम्परा छ नि, त्यसलाई चेन्ज गर्नुपर्छ कि। ठुलो मान्छेलाई चक्कडी गर्ने होइन, हामीले राइट के हो, रङ के हो, हामीले राइट मान्छेलाई पछि लाग्नुपर्छ, राइट मान्छेलाई सपोर्ट गर्नुपर्छ, हामीले हाम्रो देश बनाउनुपर्छ। हामीले आफू बन्ने होइन, हामीले देश बनाउने हो। देश बनेपछि सबै बनिहाल्यो नि होइन। हामीले पहिला हाम्रो देश बनाउनुपर्छ, हामी युवाहरू जाग्नुपर्छ भन्ने त्यो सोचाइ छैन कि। कसरी हुन्छ ठुलाबडाको चक्कडी गर्ने अनि उनीहरूले जेसुकै गर्छ मतलब छैन, आफ्नो आफ्नो पेट भर्न पायो भयो। जस्तो अहिले त्यो सुनिताले गर्यो नि, सुनिता डङ्गोलले अब केपीले कति करोड दियो अनि बालेनले काठमाडौँ त्यस्तो बनाएको छ नि बाबा। हाम्रो त बानेश्वरबाट यसो कौशीबाट हेर्दा पनि गनाएर नाक थुनेर भित्र आउनु पर्थ्यो कि, त्यस्तो ठाउँ अहिले कौशीबाट हेर्दा पनि बाटो हिँड्दा पनि चकाचक जहाँ पनि के काठमाडौँ त्यस्तो छ होइन। त्यस्तो गर्ने मान्छेलाई पछि लाग्ने सरकार त्यो सुनिता डङ्गोल युवा होइन त। युवाले तन्त्रले केही हुनेवाला छैन के, केही हुनेवाला छैन। हामीले हाम्रो सोच बदल्नुपर्छ कि, पहिला हामीले आफ्नो सोच बदल्नुपर्छ अनि मात्रै देश बदलिन्छ। प्रकाश सपुतलाई मात्रै गाली गर्यो होइन कि, सबै त्यस्तै छन्। मैले त सबै त्यस्तै देखेको छु। प्रकाश सपुत त हो रिसेन्टली होइन, तर त्योभन्दा अगाडि पछाडि पनि धेरै छन् त्यस्ता नेताहरूको सपोर्ट गर्ने, झोले बनेर हिँड्ने, आफ्नो पर्सनल फाइदाको लागि के, व्यक्तिगत फाइदाको लागि गर्ने। देश र जनताको मतलब छैन, त्यो कलाकार होस् जोसुकै होस्। प्रकाश सपुतको के कुरा गर्नु, उसले त अब प्रधानमन्त्रीको त्यत्रो प्रशंसा गरेर आइहाल्यो होइन। त प्रकाश सपुत मात्रै होइन कि अरू पनि कति कलाकारहरू छन् होइन, यस्तो प्रोग्राम जान्छन् नि राष्ट्रपति अनि प्रधानमन्त्रीहरूको। ओहो, उनीहरूको प्रशंसा गरेर सक्दैनन् कि, जबकि देश लुटेर यस्तै डुबाएको छ, युवाहरू नेपालमा बस्न नसक्ने भएका छन् है। अब के कुरा गर्ने कि, त्यही भएर मान्छे मैले भन्छु कि मलाई यस्तो लाग्छ कि युवा आऊ देश बचाऊ, यो पनि मलाई ठिक लाग्दैन। गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र त्यस्तै पनि केही हुनेवाला छैन। सबभन्दा पहिला हामीले हाम्रो सोच बदल्नुपर्छ कि, यो सोच हाम्रो छ नि, जुन हामी ठुलाबडाको चक्कडी गर्दै हिँड्ने हाम्रो नेपाली परम्परा छ नि, त्यसलाई चेन्ज गर्नुपर्छ कि। ठुलो मान्छेलाई चक्कडी गर्ने होइन, हामीले राइट के हो, रङ के हो, हामीले राइट मान्छेलाई पछि लाग्नुपर्छ, राइट मान्छेलाई सपोर्ट गर्नुपर्छ, हामीले हाम्रो देश बनाउनुपर्छ, हामीले आफू बन्ने होइन, हामीले देश बनाउने हो। देश बनेपछि सबै बनिहाल्यो नि होइन। हामीले पहिला हाम्रो देश बनाउनुपर्छ, हामी युवाहरू जाग्नुपर्छ भन्ने त्यो सोचाइ छैन कि। कसरी हुन्छ ठुलाबडाको